Hello everyone, welcome to the official YouTube channel of Infotex Nepal. ल्यापटप किन्ने केसमा धेरै जसोले बजेट फ्रेन्डली अप्सन नै खोजिरहनु भएको हुन्छ। सो आज हामीले लिएर आएका छौं टप 3 बेस्ट सेलिङ ल्यापटप अन्डर ₹60,000। डिफरेन्ट कामको लागि डिफरेन्ट स्पेक्स र फंक्सन भएको ल्यापटप चाहिन्छ, त्यसैले आजको भिडियोमा हामी यो तीनवटा ल्यापटपको कम्प्यारिजन गर्दै छौं। फर्स्टमा रहेको छ Lenovo IdeaPad Slim 3, सेकेन्डमा रहेको छ Acer Aspire Lite 14 र थर्डमा रहेको छ Dell Vostro 3530। झट्ट स्पेक्स हेर्दा सबैको सेम नै लागे पनि फंक्सन भने सबैको फरक छ। कुन चाहिँ ल्यापटप तपाईको लागि पर्फेक्ट होला त? सबैभन्दा पहिला कुरा गरौँ प्रोसेसरको। यो Lenovo ल्यापटपमा Ryzen 3 U सिरिज प्रोसेसर छ, जुन चाहिँ ब्याट्री इफिसियन्सीको लागि एकदमै राम्रो छ भने हेभी टास्कको लागि चाहिँ यसले लिमिटेड पर्फर्मेन्स दिन्छ। Acer र Dellमा सेम इन्टेलको i3 13th Gen with U सिरिज प्रोसेसर रहेको छ, जुन चाहिँ 1 पर्फर्मेन्स कोर र 4 इफिसियन्सी कोर्सको साथमा आउँछ। सिंगल कोर बेन्चमार्क्समा Ryzenलाई इन्टेलले जित्छ, जसले गर्दा एपहरू छिटो खुल्छ र मल्टिटास्किङ गर्दा Lenovoलाई भन्दा र्यापिड एप्लिकेसन ओपनिङ टाइम मिल्छ। अब कुरा गरौँ डिस्प्लेको। Lenovoमा 14 इन्च फुल एचडी आइपीएस प्यानल छ। यसमा एसरमा जस्तो मोडर्न रेसियो छैन, तर कम्प्यारेटिभली राम्रो छ। यसको एक्स्ट्रा फिचर भनेको चाहिँ यो ल्यापटपलाई 180 डिग्री टिल्ट गर्न मिल्छ, जुन चाहिँ अलि बढी कम्फर्टेबल हुन्छ। Acer Aspire Lite 14 मा 14 इन्च आइपीएस डिस्प्ले विथ फुल एचडी रिजोल्युसन र 16:10 एस्पेक्ट रेसियो रहेको छ, जसले गर्दा वेब ब्राउजिङ र बेसिक कोडिङ गर्दा धेरै स्क्रोल गरिराख्नु पर्दैन र यो ल्यापटपलाई पनि 180 डिग्रीसम्म टिल्ट गर्न मिल्छ। 15.6 इन्च फुल एचडी डिस्प्ले विथ 120 हर्ज रिफ्रेश रेट रहेको डेल बोस्ट्रोमा रिजोल्युसन भन्दा रिफ्रेश रेटलाई अलि बढी फोकस गरेको देखिन्छ, जुन चाहिँ यो सेगमेन्टमा रेयर हो। अरु दुईवटा ल्यापटप भन्दा यसमा मन परेको फिचर भनेको चाहिँ यसको कलर एक्युरेसी हो, जुन चाहिँ लाइट फोटो एडिटिङ र क्यानभा चलाउनेहरूको लागि बेटर हुन्छ। कीबोर्ड र अरु फिचर्सको कुरा गर्दा Lenovoमा ब्याकलाइट कीबोर्ड रहेको छ, जुन चाहिँ लो लाइटमा युज गर्नको लागि पनि कम्फर्टेबल हुन्छ भने डेलमा साइडमा नम्बर प्याड रहेको छ, जुन चाहिँ एक्सेल युजर र अकाउन्ट रिलेटेड काम गर्नेहरूको लागि बेटर हुन्छ। साथै एसरमा इनबिल्ट 1080 पिक्सल वेब क्यामेरा रहेको छ, जसले गर्दा मिटिङ्स अनलाइन क्लासेसहरूमा अरूको भन्दा हजुरको भिडियो क्वालिटी राम्रो देखिन्छ। अपग्रेड गर्ने कि नाइ त? यो सबै ल्यापटपमा 8GB र्याम र 512GB SSD रहेको छ, जुन चाहिँ एउटा नर्मल युजरको लागि इनफ नै हुन्छ। तर पछि गएर ल्यापटप स्लो भयो भने यसलाई अपग्रेड गरेर फास्ट बनाउन मिल्छ कि मिल्दैन त? Lenovoको र्याम सोल्ड रेट भएकोले यसलाई पछि गएर अपग्रेड गर्न मिल्दैन भने Acer र Dellलाई हजुरले मजाले अपग्रेड गर्न सक्नुहुनेछ। र स्टोरेज भने सबैको बढाउन मिल्छ। पोर्ट सेलेक्सनको कुरा गर्दा Dell Vostroमा RJ45 इथरनेट पोर्ट छ, जुन चाहिँ स्टेबल वायर नेटवर्किङको लागि एसेन्सियल हुन्छ भने Lenovo र Acer चाहिँ USB-C कनेक्टिभिटीमा धेरै डिपेन्डेन्ट छ। अब कुरा आयो कुन चाहिँ किन्ने त? इफ हजुरहरू धेरै ट्राभल गर्नुहुन्छ, लो लाइटमा काम गर्नुहुन्छ र राम्रो ब्याट्री ब्याकअप चाहिएको छ भने Lenovo IdeaPad Slim 3 हजुरहरूको लागि पर्फेक्ट चोइस हो र यो ल्यापटपको प्राइस मात्र 57,000 रहेको छ। इफ हजुरहरू वेब ब्राउज गर्नुहुन्छ र धेरै अनलाइन मिटिङहरू एटेन्ड गर्नुहुन्छ भने Acer Aspire Lite 14 हजुरहरूको लागि बेस्ट हुन्छ र यो ल्यापटपको प्राइस पनि मात्र 57,000 रहेको छ। यदि हजुर चाहिँ स्टुडेन्ट हुनुहुन्छ, ठुलो र स्मुथ स्क्रिन चाहिएको छ र पछि गएर र्याम अपग्रेड गर्ने सोच्दै हुनुहुन्छ भने चाहिँ Dell Vostro हजुरकै लागि बनेको हो र यो ल्यापटपको प्राइस पनि मात्र 58,000 रहेको छ। हजुरहरूलाई यो तीनटा मध्ये कुन चाहिँ ल्यापटप मन पर्यो त? यो तीनवटै ल्यापटप डिफरेन्ट भेरिएन्ट्समा इन्फोटेक्स नेपालमा अभाइलेबल छ। बेस्ट डिल, जेन्युन प्रोडक्ट र आफ्टर सेल सपोर्टको लागि इन्फोटेक्स नेपालको वेबसाइट, स्टोर वा डिफरेन्ट सोसियल मिडिया पेजेस भिजिट गर्न सक्नुहुनेछ। डिल एकदमै राम्रो छ, लेट नगर्नु है त।